नमस्ते। नमस्कार हजुर। तपाईँको परिचय दिनुहोला। सर मेरो नाम रमेश कुर्मी हो अनि घर माया देवी साथ बैरिया भन्ने गाउँ। अनि के समस्या भएर तपाईँहरू आउनुभयो यहाँ? उहाँ मेरो भाइ हो। भाइ अब मलेसिया गएको थियो, अब 1 वर्षपछि फर्केर आयो। ठुला भएर समस्या भएर अनि फर्केर आयो। अनि हाम्रो बारेमा तपाईँले कसरी थाहा पाउनुभयो? अब यो मेडिकलको बारेमा फेसबुकबाट थाहा पाएको। फेसबुक हेर्दा यसो हेरियो अनि फोन गरियो अनि कुरा गरियो आयो। अनि तपाईँको नाम के भन्नुभयो? शैलेश कुर्मी। शैलेश कुर्मी। शैलेश कुर्मी। अनि तपाईँलाई समस्या भइरहेको थियो, अब अपरेसन पनि सकिसक्यो, तपाईँलाई कति बेर लाग्यो, कस्तो भयो तपाईँलाई अनुभव, के रहेछ नेचर? केही दुःख भएन, राम्रोसँग भयो अपरेसन। केही दुःख भएन, सजिलै भयो? कति बेर लाग्यो? टाइम कति टाइम लाग्यो? 15-20 मिनट? त्यही 15-20 मिनट लाग्यो होला। है अनि त्यसपछि अब तपाईँलाई जस्तै फिस्टुलाको तपाईँले उपचार गर्नुभयो अहिले, तपाईँको उपचारमा सहजता पाउनुभयो, सजिलै तपाईँको अपरेसन भयो होइन। अब तपाईँलाई हामी 2-3 घन्टा यहाँ हस्पिटल बसेर तपाईँ 2-3 घन्टामा घर जानुहुन्छ, तपाईँ आफ्नो काममा फर्किनुहुन्छ र अब तपाईँले सञ्जीवनीलाई अरूको सामु चिनाउनु पर्दा कसरी भन्नुहुन्छ? एकदम राम्रो छ, एकदम सुविधा राम्रो छ। अब हजुरहरू राम्रो हुनुहुन्छ, सुविधा राम्रो पाइयो, हजुर सन्तुष्टि छ। हुन्छ, धन्यवाद।